Welcome back. Accounting 101. यो हो एपिसोड 4. एपिसोड 4 मा हामी कुरा गर्दै छौं डेबिट एन्ड क्रेडिट को बारेमा. Okay. About debit and credit. In accounting, debit and credit are the two fundamental entries used to record every financial transactions that work together to keep the book balance. के त डेबिट र क्रेडिट भनेको दुईटा यस्तो चीज हो रे जसले चाहिँ प्रत्येक रेकर्ड राख्छ, फाइनान्शियल रेकर्ड अथवा फाइनान्शियल ट्रान्ज्याक्सनको रेकर्ड राख्छ रे, जहाँ चाहिँ टुगेदर टु कीप द बुक ब्यालेन्स. डेबिट र क्रेडिट दुईटा साइड हो, जुन साइडमा डेबिटमा राख्छ भने क्रेडिटमा पनि राख्छ. मतलब दुई साइडमा एकैचोटी सँगसँगै हिसाब राखिन्छ भने त्यो चाहिँ के हुन्छ त अब ब्यालेन्स हुन्छ हो. यसको लागि चाहिँ के गरिन्छ त डेबिट र क्रेडिट चाहिँ युज गरिन्छ रे. जस्तै डेबिट भने के हो त, व्हाट इज डेबिट? ओके, डेबिट भनेको एउटा यस्तो साइट हो. अब तपाईले एउटा कुरो के हो, डेबिट र क्रेडिटको वास्तवमा कुनै पनि मिनिङ चाहिँ छैन, तर एउटा सिम्बोलिक रूपमा साइड जनाउँछ. डेबिट भनेको लेफ्ट अथवा क्रेडिट भनेको राइट. लाइकवाइज डेबिट यदि लेफ्ट हो अथवा राइट हो, व्हाटएभर, डेबिट भनेको लेफ्ट मानौ, क्रेडिट भनेको राइट मानौ भने यदि डेबिटमा इन्ट्री गर्दा के हुन्छ, क्रेडिटमा इन्ट्री गर्दा के हुन्छ, एउटा फन्डामेन्टल एक्सप्लेनेसनहरु छ र जुन रुल्सहरु बनाइएको छ जसको आधारमा हामीले हिसाबहरु राख्ने गर्छौं. त्यो हिसाबको आधारमा रिपोर्ट्सहरु निस्किने गर्छ र बुझौं डेबिटमा हिसाब राख्दा के हुन्छ. जस्तै यदि डेबिट साइडमा तपाईले इन्ट्री गर्नु भएको छ भने इन्क्रिजेस हुन्छ रे. के इन्क्रिज हुन्छ त भन्दा एसेट्स इन्क्रिज हुन्छ रे, लाइक क्याश, इन्भेन्टरी, एन्ड एक्सपेन्सेस इन्क्रिज हुन्छ रे, लाइक रेन्ट, स्यालेरीज. जस्तै तपाईको एसेट्स, तपाईको ट्रान्ज्याक्सनले एसेट्स बढाइराखेको छ अथवा तपाईसँग क्याश आइराखेको छ अथवा तपाईसँग इन्भेन्टरी बढिराखेको छ भने तपाईले त्यो एमाउन्ट तपाईले कहाँ इन्ट्री गर्नु पर्यो त, डेबिट साइडमा. त्यस्तै तपाईको यदि खर्च बढिराखेको छ अथवा स्यालेरी दिइराख्नु भएको छ भने त्यो एमाउन्ट चाहिँ तपाईले डेबिटमा राख्नु भयो भने के हुन्छ त भन्दा इन्क्रिज हुन्छ. जस्तै रेन्ट डेबिटमा राख्नु भने खर्च बढ्यो, तपाईले खर्च तिर्नु भयो, खर्च बढ्यो, क्याश रिसिभ गर्नुमा क्याश बढ्यो भनेपछि इन्क्रिज हुन्छ डेबिटमा राख्ने बित्तिकै. तर कुन आइटम भन्दा एसेट्स र एक्सपेन्सेस भने डिक्रिज के हुन्छ रे त भन्दा लायबिलिटीज. जस्तै लोन, तपाईले लोन तिर्नु भयो भने लोन घट्ने हो हैन. यदि लोन तिर्नु भयो डेबिट साइडमा राख्यो भने के हुन्छ रे त डिक्रिज हुन्छ रे. इक्विटी डेबिट साइडमा राख्यो भने अथवा अनर्स क्यापिटल डेबिट साइडमा राख्यो भने अथवा रेभेन्यू डेबिट साइडमा राख्यो भने चाहिँ डिक्रिज हुन्छ रे. ओके, भन्न खोजेको के त, एसेट्स बढ्यो भने डेबिट साइडमा राख्ने, लोन घट्यो भने पनि डेबिट साइडमा राख्ने, अनर्स क्यापिटल घट्यो भने पनि डेबिट साइडमा राख्ने अथवा रेभेन्यू घट्यो भने पनि डेबिट साइडमा राख्ने भन्न खोजेको. लाइक पोजिसन के हो त भन्दा अलवेज रेकर्डेड अन द लेफ्ट साइड अफ द एकाउन्ट. ओके, अब के हुन्छ रे त भन्दा डेबिट भनेर सधैँ हामीले लेफ्ट साइडमा रेकर्ड गर्छौं रे. अब एउटा आधार बन्यो नि त, डेबिट भनेर एउटा कोलम बनाइयो, एउटा ठाउँ बनाइयो जहाँ लेफ्ट साइडमा राखियो भने अब के बढ्दाखेरि डेबिटमा राख्ने, के गर्दाखेरि डेबिटमा राख्ने भनेर चाहिँ हामीले यी 4-5 वटा जुन आइटमहरुलाई याद गर्यो भने त्यसको आधारमा त्यसको एमाउन्ट चाहिँ हामीले अब डेबिटमा राख्ने भयो भने. एक्जाम्पल हेर्नुस् त, when you buy office supplies with cash, तपाईले के सामान किन्नु भयो क्याशमा भने के हुन्छ त अब त भन्दा यो डेबिट द सप्लाइज अकाउन्ट. ओके, सप्लाइज भनेर अथवा तपाईले स्टक भनेर अथवा एसेट्स भनेर तपाईले के किन्नु भएको छ त्यो सामानको नाम लेखेर तपाईले के गर्नुहुन्छ त्यो एमाउन्ट डेबिटमा राख्नुहुन्छ भने क्रेडिटमा के गर्नुहुन्छ त भन्दा क्याश राख्नुहुन्छ अथवा डिक्रिज एसेट्स. ओके, एसेट्स इन्क्रिज हुँदा डेबिटमा राख्यो भने बित्तिकै अब के बुझ्नु पर्यो त, ठ्याक्कै अपोजिट, डिक्रिज हुँदा कहाँ राख्नु पर्यो, क्रेडिटमा राख्नु पर्यो. नर्मल टर्म बुझ्नुस्, तपाईले सामान किन्नु भयो, तपाईसँग आयो, सामान बढ्यो, एसेट्स बढ्यो, डेबिटमा आयो. तपाईसँग पैसा तिर्नु भयो, क्याश गयो, एसेट्स डिक्रिज भयो, क्रेडिटमा भयो. ओके, अब क्रेडिट हेरौँ है त. इन्क्रिज के हुन्छ रे त भन्दा यदि क्रेडिट साइडमा तपाईले लेख्नु भएको छ भने तपाईको लायबिलिटीज इन्क्रिज हुन्छ रे, इक्विटी इन्क्रिज हुन्छ रे, रेभेन्यू इन्क्रिज हुन्छ रे. ओके, तपाईको लायबिलिटीजहरुलाई तपाईले क्रेडिट साइडमा लेख्नु भयो, जस्तै तपाईले लोन भनेर क्रेडिट साइडमा लेख्नु भयो भने त्यो लोन तपाईको बढेको हो हैन. जस्तै तपाईको इन्भेस्टमेन्ट भनेर क्रेडिट साइडमा लेख्नु भने इन्भेस्टमेन्ट तपाईको बढेको, अथवा तपाईको रेभेन्यू अथवा सेल्स भनेर क्रेडिट साइडमा लेख्नु भने तपाईको सेल्स बढ्यो. ओके, इन्क्रिज भयो भने एसेट्स र एक्सपेन्सेस चाहिँ डिक्रिज हुन्छ. अघिको याद गर्नुस्,
एसेट्स र एक्सपेन्सेस इन्क्रिज भयो त्यो हामीले डेबिटमा राख्दा भने सेम त्यसलाई क्रेडिटमा राख्यो भने चाहिँ अब घट्ने भयो हैन त। जस्तै अहिले भर्खरको एक्जाम्पल थियो क्यास तिर्यो एसेट्स डिक्रिज भयो ओके, अथवा स्यालेरी तिर्यो के भयो त क्यास गयो क्यास डिक्रिज भयो ओके। भने एक्सपेन्स त्यो नाम जस्तै अब एबीसीडी को लागि एक्सपेन्स हेडिङमा राख्यो भने त्यो पनि डिक्रिज भयो केमा राख्दा त क्रेडिटमा राख्दा। किन हामीले एक्सपेन्सलाई इन्क्रिज हुँदाखेरि डेबिटमा राख्छौँ। जस्तै खर्च भयो सामान किन्यो हो, सामान किन्यो के बढ्यो त खर्च बढ्यो डेबिटमा राख्यो भने, क्रेडिटमा राख्यो भने के भन्नु त खर्च घट्यो भन्न खोजेको त्यस्तो एक्सपेन्सेस घट्यो। अब तपाईले के बोल्नु छ भने डेबिट इज इक्वल टु क्रेडिट अथवा लेफ्ट इज इक्वल टु राइट ओके। लेफ्टमा राख्दा बढ्छ भने त्यो चिज राइटमा राख्दा घट्छ अथवा राइटमा राख्दा बढ्छ भने त्यो चिज लेफ्टमा राख्दा घट्छ। सो पोजिसन इज अलवेज राइट साइड, डेबिट लेफ्ट साइड थियो भने क्रेडिट के भयो त अब राइट साइड भयो। सो एक्जाम्पल हेर्नुहोस्, when you receive payment from a customer your debit cash, अब क्याशलाई डेबिट गर्नुहुन्छ एसेट्स बढ्यो, क्रेडिट सेल्स रेभेन्यू इन्क्रिज इन्कम ओके। अब रेभेन्यू भनेर तपाईले क्रेडिटमा गर्नुहुन्छ हैन त, तपाईले के गर्नुभयो रहेछ त रिसिभ पेमेन्ट फ्रम कस्टमर, कस्टमरबाट पैसा लिनुभयो मतलब तपाईले सामान बेच्नुभयो पैसा लिनुभयो, पैसा डेबिट भयो पैसा बढ्यो तपाईको रेभेन्यू बढ्यो क्रेडिट भयो ओके। सेल्स भनेर क्रेडिटमा राख्नुभयो, सिम्पल लजिक। सो अब यहाँ तपाईले बुझ्नुहोस् डबल एन्ट्री सिस्टम, मैले सायद फर्स्ट एपिसोडमा पनि भनेको थिएँ डबल एन्ट्री सिस्टम भनेर। डबल एन्ट्री सिस्टम भनेको एउटा ट्रान्ज्याक्सनले दुई साइडमा इफेक्ट गर्छ ओके, अथवा डेबिटमा बढ्दा क्रेडिट घट्छ अथवा डेबिटमा घट्दा क्रेडिट बढ्छ। अब तपाईले डेबिट क्रेडिटलाई ल्याएर जोड्न सक्नुहुन्छ ओके। सो द टोटल डेबिट्स मस्ट अलवेज इक्वल टु क्रेडिट्स इन्स्योरिङ द बुक्स स्टे ब्यालेन्स ओके। सो डेबिट र क्रेडिट जहिले ब्यालेन्स हुनुपर्छ लाइक एकाउन्ट इक्वेसन, यसमा पनि डेबिट र क्रेडिट बराबर हुनुपर्छ। त्यसको लागि चाहिँ हामीले के चाहिँ गर्नुपर्छ भन्दा डबल एन्ट्री सिस्टम गर्नुपर्छ। डबल एन्ट्री सिस्टम युज गरेन भने डेबिटमा मात्रै गर्यो भने क्रेडिटमा राख्न बिर्सिन्छ, क्रेडिट मात्रै गरेर डेबिटमा राख्न बिर्सियो भने चाहिँ के भयो त कि त डेबिटको ब्यालेन्स हुँदैन कि क्रेडिट ब्यालेन्स हुँदैन। सो we have to maintain double entry system to balance credit and debit. So let's see the table action के हुन्छ त। जस्तै इन्क्रिज एसेट्स इन्क्रिज भन्दा डेबिटमा बढ्यो, क्रेडिटमा हाल्नु परेन भने इन्क्रिज एसेट्स डिक्रिज एसेट्स हुँदा हामीले क्रेडिटमा इन्ट्री गर्नु पर्यो ओके। जहाँ जहाँ टिक लगाएको छ त्यहाँ चाहिँ एमाउन्ट लेख्ने र इन्ट्री गर्ने भन्न खोजेको ओके। एसेट्स इन्क्रिज भयो डेबिटमा राख्नुहोस्, डिक्रिज भयो क्रेडिटमा राख्नुहोस्, लायबिलिटी इन्क्रिज भयो क्रेडिटमा राख्नुहोस्, डिक्रिज भयो डेबिटमा राख्नुहोस्, एक्सपेन्स इन्क्रिज भयो डेबिटमा राख्नुहोस्, रेभेन्यू इन्क्रिज भयो क्रेडिटमा राख्नुहोस्। सो एक्जाम्पल हेरौँ। सो यु इन्भेस्ट क्याश टु अ बिजनेस, तपाईले एउटा तपाईले क्याश इन्भेस्ट गरेर बिजनेस सुरु गर्नु भएको छ कति त भन्दा 10,000 ओके। सो डेबिटमा के भयो त क्याश भयो 10,000 किनकि तपाईको कम्पनीमा क्याश आयो राइट। अब तपाईले कम्पनीको साइडबाट हेर्नुपर्छ, तपाई आफ्नो साइडबाट हेर्नुभयो भने फेरि के हुन्छ त अब यो उल्टो हुन्छ। जस्तै तपाईले इन्भेस्ट गरेको हो तर कसको लागि कम्पनीको लागि, अब तपाईले हिसाब राख्नुहुन्छ कसको लागि कम्पनीको लागि। कम्पनी तपाई आफू म कम्पनी हो भनेर तपाईले अब यदि हिसाब राख्नुहुन्छ भने कम्पनीमा के आयो त क्याश आयो, क्याश इन्क्रिज डेबिट भयो भनेपछि क्यापिटल इन्क्रिज भयो। 10,000 क्यापिटल पनि हो नि त, लगानी इन्भेस्टमेन्ट इक्विटी पनि हो नि हैन हो, त्यो क्यापिटल चाहिँ फेरि के भयो त क्रेडिट भयो। त्यस्तै तपाईले अब एउटा मेसिन किन्नु भयो भने मेसिन इक्विपमेन्ट्स डेबिट भयो, तपाईको के बढ्यो एसेट्स बढ्यो। सो मेसिन डेबिट अथवा इक्विपमेन्ट डेबिट्स भयो भने के गयो त अब तपाईले 3,000 को तपाईले सामान किन्नु भयो 3,000 रुपैयाँ तिर्नु भयो, अब एसेट्स के भयो त डिक्रिज पनि भयो कतिले 3,000 ले। सो डेबिट 3,000 इक्विपमेन्ट भनेर आयो भने क्रेडिट साइडमा क्याश भनेर फेरि 3,000 डिक्रिज भएर भयो ओके। दुई साइड इफेक्ट गर्यो, यो भन्छ डबल इन्ट्री। जस्तै अर्को हेरौँ, लोन लिनु भयो 5,000, लोन लिएपछि के आउँछ तपाईसँग पैसा आयो नि हैन, 5,000 लोन लिनु भयो 5,000 पैसा आयो। सो तपाईले अब 5,000 लाई के भनेर राख्नुहुन्छ क्याश अथवा एसेट्स इन्क्रिज भयो, डेबिटमा 5,000 भयो भने क्रेडिटमा तपाईको लायबिलिटीज बढ्यो, लोन बढ्यो 5,000 अब तपाईले तिर्नु पर्ने छ। सो लोन भनेर फेरि क्रेडिटमा 5,000 राख्नु भयो, यहाँ पनि डबल इन्ट्री भयो हैन। यो तपाईले क्याश मात्रै भनेर 5,000 राखेको भए तिर्नु पर्ने छ भनेर हिसाब चाहिँ कहाँ राख्नुहुन्छ त्यो मात्रै देख्नु पर्यो हैन र। सो तिर्नु पर्ने छ ओके। सो नेक्स्ट एक्जाम्पल, सो युपी अ बिल, तपाईले बिल तिर्नु भयो भने एक्सपेन्स इन्क्रिज भयो, तपाईले खर्च गर्नुभयो बिलमा, खर्च बढ्यो डेबिट साइडमा, इलेक्ट्रिसिटी एक्सपेन्सेस तिर्नु भयो रहेछ डेबिटमा भयो भने क्याश गयो एसेट्स डिक्रिज भयो। सो
क्रेडिटमा क्याश भनेर राख्नु भयो ओके सो व्हाई डेबिट एन्ड क्रेडिट म्याटर्स किन त भन्दा every transaction in accounting is recorded using this debit and credit system अब सुरुमा एकाउन्टिङ स्टार्टिङ गर्ने बेलामा कसैले डेबिट र क्रेडिट भनेर एउटा नियम बनायो सिस्टम बनायो जस अनुसार राख्यो जस्तै हामीले डेबिट साइड र क्रेडिट साइडमा राखेको त दायाँ साइड र बायाँ साइड भनेर राखेको जस्तै तरिकाले सुरु गर्यो त्यसलाई नै फलो गर्दै अहिले हामी यहाँसम्म आइपुगेका छौं सो यो के हो जस्ट रेकर्डिङ गर्ने एउटा ठाउँ मात्रै हो ओके यसले के गर्छ त बुकलाई ब्यालेन्स गर्छ एररलाई डिटेक्ट गर्छ एन्ड इन्स्योर फाइनान्शियल स्टेटमेन्ट आर एक्युरेट तपाईको फाइनान्शियल स्टेटमेन्ट एक्युरेट छ कि छैन भनेर यसले चाहिँ राख्नलाई हेल्प गर्छ सो विदाउट इट यु वुड नेभर नो इफ योर अकाउन्ट ट्रुली मेक सेन्स ओके हो यसको बिना तपाईले तपाईको अकाउन्टले कामै गर्दैन अथवा काम तपाईको एकाउन्टिङको कुनै अर्थै छैन भन्ने कुरा बुझ्नु पर्यो सो इन द नेक्स्ट एपिसोड we will take these debit and credit ideas and learn how to record journal entry okay so अब अहिलेसम्म हामीले के सिक्यो डेबिट क्रेडिट को रुल्स पनि सिक्यो भने अब हामीले के गर्छौं त भन्दा इन्ट्री कसरी गर्ने अथवा डेबिट र क्रेडिटमा पोस्ट कसरी गर्ने अथवा जर्नल भन्छ जसलाई जर्नल एन्ट्री कसरी गर्ने भन्ने कुरा सिक्नु पर्ने हुन्छ त्यो चाहिँ हाम्रो अब नेक्स्ट एपिसोडमा सिक्ने छौं For ending this episode, don't forget to like, subscribe and comment as always. So, see you in the next episode.